ल आज अब हामी धेरै पछाडि त्योभन्दा पनि पहिला यहाँ जागरान्डा फुलेछ। जागरान्डा फुलेको काठमाडौँको अहिले राम्रो पक्ष भनेको यो जागरान्डा फुल हो। ल हामी धेरै पछाडि हामी सबैले चाहिँ आफ्नो व्यवस्था मिलाएर घुम्न निस्केका छौँ। भान्जालाई थाहा होला हामी कहाँ जाँदैछ हजुर? रमाइलो हुँदैछ है। अनि निन्द लाग्ने हो कि हिजोको अफिसको कामले? उहाँलाई चाहिँ हामीले डाइट कोक किन्ने विचार गरेको छ, किनभने उहाँ डाइट कोक बिना बाँच्नै सक्नुहुन्न। होइन अहिले त डाइट कोक सबैले खानु पनि बस्नु भएछ। म पनि डाइट कोक अब हामीलाई त के डाइट गर्नु छ? हुन्छ ल ठिक छ ल। भनेपछि हामी आजको यात्रा के 200 किलोमिटर हो भन्दा 200 होला, 250 होला। अब हामी चाहिँ अहिले ठ्याक्कै भन्नुपर्दा एकान्तपुन आइपुग्न लाग्यो। अब गाडी चलाउनु पर्छ। सबैले हामीले चाहिँ गएर कलङ्कीमा भेट्छौँ है त। कलङ्कीमा भेटेर सानो एउटा कमर्सियल ब्रेक गरेर सानो किन्नेले के खानु मन लाग्छ भाइले। ल त्यसो गर्दै अब हामी कलङ्कीमा भेट्छौँ नि त। कलङ्की भेट्छौँ है। ल पुनः लाग्यो हामी कलङ्कीबाट होइन त। यात्रा सुकी तर्खर गर्दै थियो विचार निदान सकेन उठ्यो। नेपाल आएको बल्ल बल्ल घुम्न होइन भन्दा हो। जाम पर्ला कि नपर्ला भन्छ आज? जाम त पर्न नपर्ने हो मामा है। बाटो चाहिँ साह्रै बिराएर छ है। एकदम धेरै ठाउँमा बिरेर बाटो बन्दै रहेछ। अब केही दिनपछि आउँदाखेरि चाहिँ बाटो राम्रै बन्ला। अहिले चाहिँ हामी गजरी आइपुग्यौँ है। हेलो आज एकरो ड्राइभ गर्दै हुनुहुन्छ अरू भन्दा छिटो पिस गर्नु पर्यो। अब बाले सरकार कोही साथीहरूले हेर्दै हुनुहुन्छ भने उहाँसँग खबर पुऱ्याइदिनु होला। साह्रै बाटो अप्ठ्यारो छ। यस्तो हाइवेमा यस्तो गर्नु भएन है। धेरै अप्ठ्यारो है। बिस्तारै जाउँ न। पोखरा बाटो कस्तो राम्रो भने है अहिले एकदम राम्रो। यहाँ भान्जा ड्राइभ गर्दै हुन्छ होला। यतिको बाटो चाहिँ काठमाडौँसम्म भयो कि अब मजा आउँथ्यो है। 4 घन्टामा पोखरा। होइन भाइ कस्तो लागेको छ आज दाइहरूसँग भान्जाहरूसँग घुम्दा? रमाइलो एकदम है। हामी यहाँ घुम्दैछौँ आज मजाले। पानी बल्ल पानी पर्दैछ। अब हिजो राति पानी धेरै परेर हामी पानी परेर यहाँ भान्जा छ नि टुप्पामा बसेर रमाइलो गर्दैछन् होइन। अनि हामी यहाँ पानी परेर बेलुका त्यति घुम्न पाइएन। बिहानै आज सबेरै हामी बोटिङ गर्न निस्केका छौँ। अनि यहाँ हाम्रो दाई हुन्छ। दाईको नाम के अरे दाई? हजुर शुभ नाम? ल महेन्द्र परियार। हाम्रो दाइले हाम्रो मजाले बोटिङ गराउँदै हुनुहुन्छ होइन भाइ? के छ तिम्रो नाम? अब हामी यहाँबाट हाम्रो 1 घन्टाको छ। दाइले पर्वर होइन दाइ? ल हेर फेरि यस्तो कुरो गर्नुहुन्छ। हाम्रो भान्जा फेरि के भन्दैछ नि? ठिक छ भन्दा कालोबारे मन्दिर उहाँ पर पर्छ भने आज हामी चाहिँ अब बोटिङ गर्दैछौँ। केको कम्पाउन्ड छ दाइ? यो पनि माछा पालनकै कम्पाउन्ड पर्यो है। भनेपछि फिसिङ गर्न चाहिँ यहाँ आउनु पर्यो। क्यानोइङ ए त्यो भाँडोमा जालीमा भाँडो चाहिँ हिँड्ने बाटो हो। माछाहरू कस्तो हो दाइ? यो त यस्तो वेस्टर्न पालेको छ।
बिहानको रमाइलो मौसम पनि यहाँ बोटिङ गर्दैछ चल बाबु चल राम्रोसँग चल दाइले हाम्रै महिना दाइ हुनुहुन्छ महिना सिकाउँदै हुनुहुन्छ के कसो भन्छ हजुर भइन्छ हो कि ल त्यहाँ हो ल दाइ लाउनु त भन्ने क्या तपाईँ पनि थकाइ मार्नु नि यार भन्ने ल यो भिडियोमा खिचेर नै युट्युबमा आउँछ हाई भन्नु त सर सबैजनालाई एकदम उ छ अब डिपन सापकोराले चाहिँ नयाँ व्यवसाय सुरु गर्दैछ पोखरामा दुईटा चाहिँ बोट किनेर म आफै माझी बनेर हामी सबैजना यता निर्पण घन्टाको यहाँ नर्मली 800 पर्दो रहेछ म डिस्काउन्टमा 600 मा गरिदिन्छु सही हो ल भन्दा तपाईँ पार्टनरसिपमा गरौँ गरौँ न, जम्मै 180 दिँदै रहेछ म 300 गरौँ ल कसैले लिउँ मान्छेसँग हामी 300 गरौँ फाइदा हेर्नु तपाईँलाई पनि फाइदा मलाई पनि फाइदा हो भन्नु सही हो अनि एउटा डोला 15 लाख पर्छ ल यो 2,60,000 रुपियाँ बन्न लाउँछ काठ साठ सब रेडी आउँछ पर्मिट लिनलाई चाहिँ यो जो 41 नम्बर छ नि हजुर 41 नम्बर नम्बर लिनु हजुर नम्बरलाई 13 लाख पर्यो भनेपछि ट्याक्सी लिएको लगभग ट्याक्सीकै भाडा रहेछ कालो नम्बर प्लेट लिन 15 लाख एउटा ढुङ्गा लिनु 13 लाख जाने छस् तैँले सबै ल हामी बिस्तारै बोटिङमा अगाडि सर्दैछौँ है त ल हामी तालबारैको छेउमा आइपुग्यौँ आज तालबारे माथि नगएन हामी तालबारेलाई चाहिँ राइटबाट चाहिँ घुमेर अगाडि बढ्छ हामी पनि यहाँ मान्छे आज धेरै मान्छे हुनुहुन्छ प्रायः इन्डियन भक्तजनहरू धेरै हुनुहुन्छ घाम लागेर मौसम क्या राम्रो होला है दाइ भन्छ के छ ल अब हामी यहाँ एक फर्को मारेर उता बढ्छ मान्छेलाई आफू जे छैन त्यही चाहिन्छ क्या साँच्ची हामी पोखरा बसाइबाट फर्केर अब चितवन होइन नाच्दै यार भाइ त हामी पोखराबाट चितवन जाँदैछौँ अब पोखरामा गर्मी छ चितवनमा नि गर्मी होला अब स्विमिङ पुल भएको ठाउँमा बस्नु पर्ला होइन भन्छ के हो जङ्गल रिट्रिट हो जङ्गल रिट्रिट हो भाइ रमाइलो छ ल अब हामी सिधै कहाँ गएर भेट्नु भन्छ अब हामी अब बिस्तारै बिस्तारै ल ल हर जगह ढूंढे तुझे बेवजह कोई मैं हूँ या कोई यार है मेरी तरह कैसे हुआ तू इतना जरूरी कैसे हुआ तू इतना जरूरी कैसे तू जैसा है कोई एक तरह तू जैसा है कोई एक तरह धीमे बोले कोई एक तरह धीमे बोले कोई एक तरह तू जैसा है कोई एक तरह तू जैसा है कोई एक तरह है सही हो है भाइ यो हामी यहाँ गर्दा गर्दै चितवन आइपुगेर यहाँ टिकौली मन्दिर देखिएको छ कृष्ण
गर्मी है अस्ति नै हामी निस्किया त हो नि जिरोनातिरबाट जिरोना जाने मन्दिर जाने यहीँबाट त नि हो पट्टैना जङ्गल रिट्रिटमा बस्यौँ हामी सौरा घुमेर राति आइयो स्विमिङ पनि खेलियो होइन अब फेरि हामी स्विमिङ पुलमा जाँदैछौँ ब्रेकफास्ट गरेर यहाँको यो कस्तो त्यो हस्पिटालिटी राम्रो छ क्या है एकदमै गार्डनहरू पनि राम्रो भएको स्विमिङ पुल छ निर्भर उठेर आइन्छ उठेपछि दिदीले चाहिँ यो ठाउँ राम्रोसँग याद पनि गर्छ मिस पनि गऱ्यो होला नि होइन अनि नै चाहिँ अब सन्धिङ पछि फेरि आउँला नि होइन भन्छ होइन चित्त नआयो भने हामी चाहिँ बस्ने यही हो फेब्रुअरी ठाउँ छ रमाइलो छ यसो मौसमहरू ल एकछिनमा हामी स्विमिङमा भेट्छौँ ल हामीमा भन्छ अब स्विमिङ खेल्न जाँदैछौँ चितवनमा गर्मी धेरै हो हामी अब स्विमिङ खेल्न नेचुरल स्विमिङ पुल छ यहाँ चाहिँ बोरिङको पानी हामी स्विमिङ खेल्न जाँदैछौँ चलाएर हाम्रो रिजोर्ट चाहिँ यही हो हामी बसेको द जङ्गल रिट्रिट होइन भन्छ हो रिट्रिट द जङ्गल रिट्रिट एकदम रमाइलो छ वातावरण पनि अनि अब हामी ब्रेकफास्ट गरेर चाहिँ स्विमिङ पुलमा डाइभ हान्छ है त ल भेटौँला स्विमिङ पुलमा सबैलाई बाई 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 अब हामी स्विमिङ पुलमा जाँदैछौँ स्विमिङ पुल चाहिँ यस प्रकारको छ अब चाहिँ हामी होटेल जङ्गल रिट्रिटबाट चेकआउट गर्दैछौँ र हाम्रो मामा चाहिँ पछाडि आउँदै हुनुहुन्छ र हाम्रो अर्को मामा चाहिँ भित्र ब्रेकफास्ट गर्दै हुनुहुन्छ। ल गाइज अब हामी मुगलिनतिर भाफान ठाउँ भेटौँला है तपाईँ। ल साथी हो अब हामी चाहिँ यहाँ आँप किन्दैछौँ होइन त मामा, कस्तो छ आँप?
आँप कस्तो छ कस्तो एकदम दामी छ अरे महाराष्ट्रको आँप रे ल है आँप चाहिँ एकदम राम्रो छ महाराष्ट्रको आँप है त गाइज हामी चाहिँ अब यहाँ लिची किन्दैछौँ अनि हाम्रो मामा चाहिँ यता लिची किन्दै हुन्छ यो चाहिँ हाम्रो आजको लागि है अनि हाम्रो उता निरपन दादा चाहिँ लिची टेस्ट गर्दै हुनुहुन्छ र जयराम दाई चाहिँ हामीलाई लिची बेच्दै हुनुहुन्छ र सबै चितवनको साथीहरूले चाहिँ लिची चाहिँ हाम्रो जयराम दाईकोबाटै किन्नु होला अघि चाहिँ नगर प्रहरी आएर भाग्नु पऱ्यो हामी चाहिँ ल लिची चाहिँ है मामा हामीले लिची कति लान्ला 3 किलो है त ल ल अब हामी लिची किनेर चाहिँ एकैचोटि मुगलिन भेटौँला ल हामी अब मोलिङमा खाना खाएर मारवाडीकोमा खाना खाएर हामी फर्किँदैछौँ हामी कोइटारबाट मास्तिर लाग्यौँ भान्जार गाडी हाँक्दै हुनुहुन्छ बिच बिचमा मैले हाँकेको ठाउँमा चाहिँ उहाँले भिडियो खिचिदिनु भएको छैन त्यही पनि ठिकै छ हिजोकोमा खिचेको ल ठिकै छ हामी घर फर्किँदैछौँ अब केही बेरमा मैले मोलिङमा पुगेर बिस्तारै बिस्तारै हामी आफ्नै आफ्नै वहीबाट घर आउँदैछौँ निरूपण बजार गीत गाउँदैछ आफ्नै आफ्नै बाटो जाऊँ अब बिस्तारै बिस्तारै हाम्रो टुर समाप्त हुँदै हुँदै जान्छ है त सी यू अन द नेक्स्ट टुर